मानव समाजको बस्ती फैलिँदै जाँदादेखि नै विभिन्न किसिमका संगीत तथा नृत्यको सुरुवात भएको हो भन्ने धेरै मानिसहरूको भनाइ रहेको छ। नृत्य र संगीत आआफ्नो रहन सहन, परिवेश, भेषभूषा, वातावरण आदि अनुसार नै यसको रूप बदलिँदै आएको देखिन्छ भने तीमध्ये कुनै लोक त कुनै शास्त्रीय नृत्य वा संगीतको रूपमा हाल परिचित छ। गोर्खा जातिको एक महत्वपूर्ण मानव समाजको बस्ती फैलिँदै जाँदादेखि नै विभिन्न किसिमका संगीत तथा नृत्यको सुरुवात भएको हो भन्ने धेरै मानिसहरूको भनाइ रहेको छ। नृत्य र संगीत आआफ्नो रहन सहन, परिवेश, भेषभूषा, वातावरण आदि अनुसार नै यसको रूप बदलिँदै आएको देखिन्छ भने तीमध्ये कुनै लोक त कुनै शास्त्रीय नृत्य वा संगीतको रूपमा हाल परिचित छ। गोर्खा जातिको एक महत्वपूर्ण